म खत्तम भएँ, म बर्बाद भएँ, म सकिएँ, मेरो बेइज्जत भयो। वर्तमान आंखों का धोखा है, भूत सीखने का मौका है, आज मेरा रैप से तुम्हारा दिमाग रोका है। ओइ फुच्चे, के हराउन गरेर बोक्सीले सरापे जसरी गीत गाएको नेपाली भएर नेपाली गीत गाउन सक्दैनस्? के रे मैले गीत गाएको हो र र्याप पो हानेको त। हुन त यस्तो हाई लेभलको र्याप बुझ्न पनि कला चाहिन्छ भाइ, कला, जुन तँसँग 0% छ। साले तू 0% भने छन त छ नि, यहाँ बसेर हल्ला नगरी बसै ढाडे। यदि र्याप नै गाए पनि यमा बुद्धको गाएन। अरे साले, नेपालीले नेपाली भाषाको गीत, नेपाली भाषाको र्याप नै गाउनु पर्छ भन्ने के छ? संगीतमा कुनै बोर्डर हुँदैन क्या भाइ। अनि अरू भाषाको गाउनु पर्छ भनेर चाहिँ संविधानमा लेखेको छ र? मेरो लाइफ मेरो मर्जी, मेरो गाला, मेरो आवाज, मेरो मुखमा मेरै जिब्रो, मैले जे गाएँ नि तँलाई के बाल। बिहान बिहानै नाग पञ्चमीको पवित्र दिनमा बुढा झरेर च्याते जसरी चिल्लाएपछि बाल हुँदैन त? गाउने मन छ भने मनमनै गा बरु। मनमनै गाउनु भन्दा त नगाए भइगयो नि। गीत गाइसकेपछि त छाती फुलाएर गाउने हो। तँ चाहिँ बरु मनमनै सुन्न। ओइ हेर त त्यहाँ बाहुनले नाग लिएर आयो। अरे हाम्रो नाक त हामीसँगै छ त, कसको नाक लिएर आयो? कि आजकलका बाहुनले नाकको भुटुवा र सेप्का बनाएर खान थाले? अबे साले नाग होइन क्या उल्लु, नाग नाग। ल त यहीँ बस त। मासाले मलाई नाग भनेको हो र? सर्पको राजा नाग हो भनेको ढेडु। सर्पको राजा नाग्ने के कुरा गर्छस् भाइ? म धरेर नाग्न सक्ने मान्छेलाई। बरु त मरु कुकुर, मैले तँलाई नाग भनेको हो र? आज नाग पञ्चमीको दिन बाहुन बाजेले घरको भित्तामा टाँस्न ल्याएको नाग पुगोको कुरा गरेको त। मजाक नगर्न यार त। हेर्दै डर लागेर सातो जाने कोब्रा नागलाई घरको भित्तामा कोहीले टाँसेर राख्छ त? अरे हुनपड गोबार, नाग सर्प ल्याएर टाँस्ने होइन क्या, नागको फोटो टाँस्ने हो फोटो। अनि आफ्नो घरमा डर लाग्दो नागको फोटो चाहिँ किन टाँस्नु पर्यो नि? बरु आफ्नै फोटो खिचेर टाँस्ने नि। चुप लाग, गुलाई चलाए गन्ध आउँछ भने जस्तो बनाउँछ यार, यसले कुनै कुरै बुझ्दैन। ए बाबुहरू नाग आए कहाँ टाँस्ने हो? नाग आए रे? अनि बाजे यसले त नागको फोटो टाँस्ने हो भन्दै थियो त। फोटो कि जिउँदे हो? फोटो त टाँस्ने हो नि, कसैले जिउँदै नाग समातेर ढोकामा काँटी ठोकेर टाँस्छ त? अनि यो फोटो टाँसेर चाहिँ के फाइदा हुन्छ हामीलाई? कि त्यतिकै काम नपाएर टाँस्न ल्याएको? ओइ उल्या, बाजेसँग राम्रोसँग कुरा गर्न, अहिले ढाड बजाउनु नपरोस् नि। तैँले मेरो ढाड बजाउन्जेल त मैले तेरो गाँड बजाइसके हुन्छु, त्यही भएर बढी नबोले भाइ। ए बाबुहरू यो नाग कहाँ टाँस्ने भन त पहिला, अनि म टाँसेर जान्छु। यहाँ तिमीहरूको अन्डा जस्तो गफ सुनेर बस्ने फुर्सद छैन मलाई। बाजे यसले कहाँ अन्डा जस्तो गफ पर्छ त? यसले त जहिले रन्डा जस्तो गफ पर्छ। हुन पनि मारण्डै हो यो। अनि बाजे वास्तवमा तपाईँ किन यसरी नागको फोटो बोकेर घर घर हिँड्नुहुन्छ? घरमा काम धन्दा केही छैन कि श्रीमतीले घरबाट लखेटिन्? नाग पञ्चमीको दिन नागको फोटो लिएर नहिँडेर सागको फोटो लिएर हिँड्नु त? अनि कस्तो कुरा गर्छ यार यो केटो। सागकै फोटो लिएर हिँड्नु न त। तपाईँलाई कसले नागको फोटो लिएर हिँड भनेको छ त? होइन कस्तो उल्लु रहेछ यो, मिस्टेकली नै जन्मेर रहेछ के हो यो? जहिले बाङको कुरा गर्छ त। मिस्टेकली जन्मेको हो भनेर मलाई थाहा हुन्छ र? मतिर हेरेर सोधेको। मैले कहाँ तँलाई हो होइन भनेर सोधेको हो र? मैले त त्यसरी जन्मे हो क्यारे भनेर सुनाएको पो हो त। त्यो मुला कन्डमले फुटेर जन्मेको भए पनि के मतलब मलाई? अनि खट्टे बाहुन तपाईँलाई यसरी हिँड्दा महिनामा कति डो आउँछ नि? राम्रै हुन्छ भने म पनि भोलिदेखि नाक बोकेर हिँड्नु पर्यो। ए जाँठा, यो त्यसरी महिनाभरि काम गरेर पाउने तलब होइन। आज नाग पञ्चमीको दिन मात्रै हिँड्ने हो। अनि पैसा चाहिँ जसको घरमा टाँसेको उसैले 1000 दिन पर्छ, यो मेरो रेट हो है। हो र? त्यसो भए जानु अरू घर। हामी पैसा तिरेर नागको फोटो टाँसिँदैन, बरु आफ्नै फोटो टाँस्ने हो। होइन होइन, नाग त टाँस्नै पर्छ, नटाँसेर हुन्छ? टाँसेन भने त नाग माता रिसाएर डसिहाल्छन् नि। माता रिसाए पनि पिता रिसाए पनि केही नापिँदैन। साले तू नाग टाँस्ने भए सबैभन्दा पहिला यो जाँठाको मुख सुपर ग्लुप लाएर टाँस, अनि नाग टाँस्छु। सुपर ग्लुप त ले, कसो के टाँस्छु त मलाई थाहा छ। एउटा पनि पलमाकी राख्दिन। अनि बाजे तपाईँले गोबर ल्याउनु भयो त नाग टाँस्नलाई? कस्तो कुरा गर्छ? म घरदेखि गोबर लिएर हिँड्छु त। नागको फोटो त फेभिकोलले टाँस्ने हो नि, ट्याप्प लाएर। है कहाँ त्यस्तो हुन्छ? गाउँमा त अर्ग्यानिक गाईको गोबरले टाँस्ने चलन छ। धेरै पहिलादेखि चलिआएको चलनमा नयाँ प्रविधि भित्राएर मात्र हुन्छ। टाँस्न त गोबर नै चाहिन्छ। गोबरको लागि त गाई भैँसी पालेको छैन जस्तो छ, जहाँ टोयलेटबाट गोबरको डल्ला झिकेर ले। छ्या 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 छ्या, बाहुन भएर यस्तो कुरा गर्छन्? टोयलेटको त बासी भइगयो नि। उ त्यहाँ जग छ, जानुस् आफ्नै ताजा ताजा गोबर हगेर ल्याउनुस्। थैट चुप लाग तिमीहरू, म आफैले जे लिएर आएको छु त्यसले नै टाँसिदिन्छु। ल्याउन त अरू कुरा पनि ल्याउनु भएको छ नि, तर टाँस्न चाहिँ नागको फोटो नै टाँस्नु है। नाग पञ्चमीको दिन नागको फोटो टाँस्न आएपछि नागको फोटो त टाँस्छु नि। तिमीहरूलाई अरू के टाँस्छ जस्तो लाग्छ? के थाहा, नाग भनेर झिक्दाखेरि आफ्नो तुन्तुरो झिकेर टाँस्नु भयो भने खत्तम हुँदैन त? अनि विचार गरेर टाँस्नु होला है। फेरि भरे बाहुनी आमेले छाम्दाखेरि सम्मै होला नि।
बाजे यो फोटोको नाक हेर्दा त बर्खामा खुट्टामा टाँसिने जुका जस्तो छ त कतै जुक्का पञ्चमीको फोटो त ल्याउनु भएन नि त्यही त यत्रो छ त नाकको फोटो अलि ठुलो फोटो ल्याउनु पर्दैन बुढा यो भित्ता जत्रो भित्ता जत्रो त आफै ल्याएर टाँस्न मैले ल्याउले भनेको जहिले यत्रै हो जहिले त्यत्रै ल्याएर भयो त अब त समय पनि परिवर्तन भयो सरकार पनि परिवर्तन भयो मान्छेको सोचमा पनि ठुलो परिवर्तन भइसक्यो मान्छेको सोच्ने क्षमता मात्र ठुलो भएर हुँदैन घोच्ने पनि ठुलो चाहिन्छ तिमीहरू अब केही नबोल म आफैले जस्तो ल्याएको छु त्यही मिलाएर टाँसिदिन्छु अब यति गरेपछि त कुनै सर्वले ठुङ्दैन होइन त फेरि ठुगो भने त तपाईँ घरमा छोरी ठुङ्न आउँछु नि ओइ बाजेको गाडी त्यस्तो नभन्न पाजी उहाँ त मेरो हुनेवाला ससुर हो बाजेको अगाडि नभनेर अनि बाजे गइसकेपछि भन्नु त अनि कुरा गर्छ मुला हेर्न नाकको टाउको पनि मासतिर पारेको छन् राति यही फोटोबाट नाक निस्केर गाँड खाइदियो भने के गर्ने टाउको त छिमेकी घरतिर पार्नुपर्ने होइन त्यो त सिधै बाङ्गो भइगयो नि नाक टाँस्ने नै यसरी हो र ल त्यसो भए 21 तोपको सलामी छ तपाईँको छोरीलाई अनि त्यो नाकको मुनि लेखेको मन्त्र पढिदिनु न ठुलो स्वरमा आनन्दले सुन्नु पर्यो आनन्द त विदेशमा छ त्यसले सुन्ने गरी त कहाँ गाउन सक्छु त हौ त्यो आनन्दको कुरा गरे होइन क्या बुढा मैले त मन्त्र चाहिँ शान्तिसँग सुन्नु पर्यो भनेको हो कि अनि सुन्न त तेरो कान कसले टाल्देको छ र यी बुढालाई मन्त्र नै आउँदैन जस्तो छ अलिकति नाकको मन्त्र गाउनु न भनेको कहाँ त्यतिकै गाउँछु मैले आज भोलि पैसा बिना मन्त्र भन्न जानेको छैन पैसा त दिउँला भन न मन्त्र चाहिँ पहिला हुन त हुन्थ्यो तर म्याथ सिक्ने यो मास्टरनी भन्ने दुर्गेश थापाको गीत आएपछि मन्त्र नै बिर्सिसके हे त्यसो भए त त्यही गीत गाउनु न त्यो गीत त युट्युबबाट डिलिट भइसकेछ नसुनेको नि थुप्रै भयो बिर्स्यो होला थत्तेरीका माट टोक्ने केही नआउने भए कान छोरीलाई पठाइदिएको भए भइहाल्थ्यो नि नाक टाँस्न कम्ती पनि मजाले गफ गर्नु त पाइन्थ्यो चुप्लाक डाका म यहाँ आएर भए पनि नाक टाँसिसके त अब 1000 पैसा चाहिँ ल्याओ न दक्षिणाको रूपमा अब पैसा नदिऊ भने पनि सर्पले ठुमोस् भनेर श्राप दिनु भयो भने गाह्रो पर्छ ल लिनुहोस् 1000 रुपियाँ लौ यो त नक्कली पैसा हो त तपाईले चाहिँ कुन चाहिँ सक्कली नाक ल्याएर टाँस्देको हो र त्यो कागजको फोटो पनि नक्कली त हो नि सक्कली नाक टाँसेको भए सक्कली नोट दिन्थ्यौ अरे त्यो त चलन पो हो त नाकको फोटो ल्याएर टाँस्ने कसले नाक नै ल्याएर टाँसिदिन्छ र नाक नै ल्याएर नटाँसे पनि नाकको चित्र कोरेर त ल्याउनु पर्ने हो नि होइन र यत्रो सबै घरमा हातले कोरेको मात्र नाक ल्याउन थालो भने त 5 वर्ष लाग्छ त तपाईँ काम के त बनाउनु क्या मजाले बसेर जुब्लाक पाखण्डी बालकहरू जति दिए नि हुने भए त्यो गोजीको 1 रुपियाँ सिक्का झिकेर दे त हिले बाजेलाई यी लिनुहोस् बाजे नाक जस्तै टल्किने 1 रुपियाँ पैसा न सैसा टिकी ट्यास ट्यास होइन होइन गाइज यो हामीले सबै ठट्टा रमाइलो र मनोरञ्जनको लागि मात्रै गरिदिएको हो कसैले पनि अन्यथा नलिनु होला है हो कि होइन उल्या अब सबै मजाक नै हो भनौँ न धर्म संस्कृति र चाडपर्वको आफ्नै महत्त्व छ तर अलिअलि रमाइलो पनि हुनुपर्छ नाग पञ्चमीको सबैलाई धेरै धेरै शुभकामना